के तपाईँलाई थाहा छ, तपाईँको मोबाइलले तपाईँको निद्रा मात्र होइन, तपाईँको मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ। हाम्रो मस्तिष्कमा एउटा हर्मोन बन्छ, मेलाटोनिन। जब साँझ पर्न थाल्छ र अन्धकार बढ्छ, तब मस्तिष्कले शरीरलाई सन्देश दिन्छ, अब आराम गर्ने समय भयो, र मेलाटोनिन बन्न सुरु हुन्छ। तर समस्या कहाँ हुन्छ? जब हामी राति ओछ्यानमा गएर मोबाइल स्क्रोल गर्न थाल्छौँ, मोबाइलको निलो प्रकाशले मस्तिष्कलाई झुक्क्याउँछ। मस्तिष्कले सोध्छ, अझै दिन नै छ, र मेलाटोनिनको उत्पादन कम हुन सक्छ। त्यसपछि के हुन्छ? निद्रा ढिलो लाग्न थाल्छ। आज 1 घण्टा ढिलो, भोलि 2 घण्टा ढिलो, बिस्तारै यो बानी बन्न सक्छ। कतिपय मानिसहरू राति अबेरसम्म मोबाइल चलाएर बिहानसम्म जागै बस्न थाल्छन्। उनीहरूलाई लाग्न सक्छ, म त ठिकै छु, तर शरीरभित्र अर्को कथा चलिरहेको हुन्छ। जब शरीरले लगातार पर्याप्त निद्रा पाउँदैन, त्यसलाई स्लीप डेप्रिभेसन भनिन्छ। यसले ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ। स्मरण शक्ति कमजोर हुन सक्छ। दिनभर थकान महसुस हुन सक्छ र मुडमा पनि असर पर्न सक्छ। वैज्ञानिक अध्ययनहरूले देखाएका छन् कि लामो समयसम्म खराब निद्रा रहँदा मानसिक स्वास्थ्य समस्याहरू, विशेष गरी डिप्रेसन र चिन्तासँग सम्बन्ध देखिन्छ। त्यसैले प्रश्न यो हो, के तपाईँ मोबाइल चलाइरहनु भएको छ? कि मोबाइलले तपाईँको निद्रा चोर्दैछ? आज राति एउटा सानो प्रयोग गरेर हेर्नुहोस्। सुत्नुभन्दा 1 घण्टा अघि मोबाइल बन्द गर्नुहोस्। सायद तपाईँको निद्रा र तपाईँको मन दुवैले फरक महसुस गर्नेछन्। आज राति सुत्नु अघि मोबाइललाई आराम दिनुहोस्, किनकि भोलिको तपाईँ आजको निद्राले बनाउँछ। के तपाईँलाई थाहा छ, तपाईँको मोबाइलले तपाईँको निद्रा मात्र होइन, तपाईँको मानसिक स्वास्थ्यलाई पनि असर गर्न सक्छ। हाम्रो मस्तिष्कमा एउटा हर्मोन बन्छ, मेलाटोनिन। जब साँझ पर्न थाल्छ र अन्धकार बढ्छ, तब मस्तिष्कले शरीरलाई सन्देश दिन्छ, अब आराम गर्ने समय भयो, र मेलाटोनिन बन्न सुरु हुन्छ। तर समस्या कहाँ हुन्छ? जब हामी राति ओछ्यानमा गएर मोबाइल स्क्रोल गर्न थाल्छौँ, मोबाइलको निलो प्रकाशले मस्तिष्कलाई झुक्क्याउँछ। मस्तिष्कले सोध्छ, अझै दिन नै छ, र मेलाटोनिनको उत्पादन कम हुन सक्छ। त्यसपछि के हुन्छ? निद्रा ढिलो लाग्न थाल्छ। आज 1 घण्टा ढिलो, भोलि 2 घण्टा ढिलो, बिस्तारै यो बानी बन्न सक्छ। कतिपय मानिसहरू राति अबेरसम्म मोबाइल चलाएर बिहानसम्म जागै बस्न थाल्छन्। उनीहरूलाई लाग्न सक्छ, म त ठिकै छु, तर शरीरभित्र अर्को कथा चलिरहेको हुन्छ। जब शरीरले लगातार पर्याप्त निद्रा पाउँदैन, त्यसलाई स्लीप डेप्रिभेसन भनिन्छ। यसले ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ। स्मरण शक्ति कमजोर हुन सक्छ। दिनभर थकान महसुस हुन सक्छ र मुडमा पनि असर पर्न सक्छ। वैज्ञानिक अध्ययनहरूले देखाएका छन् कि लामो समयसम्म खराब निद्रा रहँदा मानसिक स्वास्थ्य समस्याहरू, विशेष गरी डिप्रेसन र चिन्तासँग सम्बन्ध देखिन्छ। त्यसैले प्रश्न यो हो, के तपाईँ मोबाइल चलाइरहनु भएको छ? कि मोबाइलले तपाईँको निद्रा चोर्दैछ? आज राति एउटा सानो प्रयोग गरेर हेर्नुहोस्। सुत्नुभन्दा 1 घण्टा अघि मोबाइल बन्द गर्नुहोस्। सायद तपाईँको निद्रा र तपाईँको मन दुवैले फरक महसुस गर्नेछन्। आज राति सुत्नु अघि मोबाइललाई आराम दिनुहोस्, किनकि भोलिको तपाईँ आजको निद्राले बनाउँछ।